अब यहाँबाट कताबाट जाने हो? यता पुरानो बाटो जस्तो छ। अच्छा यहाँ दिएर छ ल। यो ठाउँलाई रातो पुल भन्छ। इच्छेश्वर महादेव ग्रेट ट्रेल हेलम्बु ट्रेल जाने यता बायाँपट्टि, इच्छेश्वर महादेव बायाँपट्टि, आमायाङ्ग्री 30 किलोमिटर छ ल यहाँबाट। र पालचोकीमाई मन्दिर 6 किलोमिटर। ओके धन्यवाद। डिरेक्सन यहाँ दिनुभएको थियो ल। रातो पुलबाट राइट। यो हो रातो पुल। यहाँबाट कता दाजु? उता आमायाङ्ग्री जाने कताबाट? आमायाङ्ग्री यो बाटो हो। हेलम्बुको रातो पुलबाट पुल कटिसकेपछि तपाईँ फेरि हामीहरू फेरि बायाँ नै लाग्नु पर्दो रहेछ। आमायाङ्ग्री लगभग 29-30 किलोमिटर रहेछ पुलबाट। 30 किलोमिटर भन्दा 30 दुना 60 भनेपछि लगभग 2 घन्टा यहाँबाट टक्रक्कै लाग्ने भयो। ल जाउँ भाइ, यस्तै हो बाटो। थाहा छैन, एक्लै घुम्न मन लाग्छ। सोलो राइड हान्नुको छ। खाल्टो आउँछ ल, कुचुक्क रोकिन्छ। ब्यालेन्स मिलेन, ब्यालेन्स। ढुङ्गाहरू बाबा हेर्नुहोस्, खोलाको बिचमा घर छ। कति सालमा बाढी आएको यो? कति भयो बाढी आएको? धेरै भएको जस्तो लाग्यो मलाई। अफरोड भनेको त्यस्तो गाह्रो अफरोड त होइन। यतिको अफरोड त ठिकै छ त। किन गाह्रो भन्छ? तर बर्खामा चाहिँ आउनु भएन। बर्खामा आउनु भयो त्यसै पनि हिलो भइहाल्छ यो होइन। त्यही भएर बर्खामा होइन, सरर हिउँदमा आउनु पर्यो। हिउँदमा अब यहाँबाट हेर्दाखेरि चाहिँ ठ्याक्क लाएर तपाईँले त्यो सेतो देख्नु भएको छ हो, त्यो चाहिँ तार्के ग्याङ्ग्रे। यहाँबाट चाहिँ 2 घन्टा ठ्याक्क लाग्छ। हेर्दाखेरि 15 मिनटमा पुग्ला जस्तो छ। अब यो डाँडा काँडा कति घुम्नु पर्ने हो, त्यही भएर 2 घन्टा लाग्छ भने होला। ठिकै छ, म चाहिँ 2 घन्टा होइन, म 1.5 घन्टामा पुग्छु। मजा आउँछ। अफरोड खासै गाह्रो अफरोड छ। ठिकै अफरोड। Estufa saya. Herzlich.
हेर्नुहोस् बाढीले घर कहाँ पुर्याइदिएको छ आमा ल घर त पल्टङ पल्टङ हेर्नुहोस् घर पल्टङ पल्टङ यो चाहिँ हाम्रो लोकल बस होला सिन्धु हेलुम्बु यातायात वा ड्राइभर चाहिँ मेस्सीको लभर रहेछ मेस्सी भनेर ल्याएको मेस्सी लभर मेस्सी लभर Toyota. रोडको बाटोमा धुलो उडाउँदै ट्याक्सी उडाउँदै सिन्धु पाल्चोक सिन्धु आयु ल म पल्ट्यो कि क्या भने त ल झनै पल्ट्या त्यही हो अब कन्ट्रोल 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 झनै भिट्टा लगाएर हानेको यार अहिले चाहिँ के भयो भन्दा साथीहरू सर्ट अगाडि छ पछाडिको चक्का चाहिँ फुत्तै फाल्दै के पछाडिको चक्का फुत्तै फाल्थ्यो बाइक त डाँडातिर ल अब बिस्तारै चल्नुपर्छ खतरा गर्नु हुँदैन अब यस्तो बाटोमा है है भाइ है बिस्तारै जानु ल भाइ होइन एक्लै आएको छौ सोलो राइड भनेर हिँडेको छौ अनि बाटोमा केही भइहाल्यो भने अनि तिमीले के गर्ने भाइ होइन अहिले भित्रतिर गइसकेको थियो हात उठ्छ यार बिस्तारै हिँड भाइ बिस्तारै साथीहरू यो चाहिँ मैले आफैलाई सम्झाएँ क्या त्यो सोलो राइडमा चाहिँ एक्सिडेन्ट हुनु हुँदैन क्या एकदमै बिस्तारै जाने स्मुथली होइन घाउचोट नहुने गरेर अनि मात्र सोलो राइडको यात्रा मजा आउँछ कि मलाई भाइ छैन कहाँबाट पुल्टुङ 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 भएर उयो बाढी आयो बेला त पुरै हानेर चाहिँ चढ्नै हानेछ कता कता हाने हेर्नुहोस् बाढीको करामत त्यो डाँडा त्यो सेतो बिल्डिङ देखेको तार्के घ्याङ भने त्यही हो ल यहीँको बासिन्दा लोकल बासिन्दाले भने है मलाई चाहिँ तार्के घ्याङ ल